ठीक है ना। ल अब यहाँ चाहिँ हाम्रो होनहार इन्जिनियरहरू है अब गोकार्ट बन्दैछ यहाँ सबै है ठीक छ हैन। एकजनाले समाउ त कसैले इन्जिनियर ल सबै हामीले यहाँ डटपट अब एकदम इम्पोर्टेन्ट कुराहरू ल। अब के भन्दाखेरि चाहिँ मेन कुरा चाहिँ तिमीहरूको बन्नु त बनायौ यो 10%ले चलिरहेछ भने पोहोर पनि भनेको थिएँ है। अब के गर्ने भने पछाडि सुरुमा सुन यहाँ अब यहाँ नजिकबाट खिच। मेन कुरा तिमीहरूको कतिवटा यहाँ गल्ती छ देखाइदिन्छु ल म। 1 नम्बरमा जुन यो छ नि तिमीले यहाँ दुलो पारेको छौ। सुन है ध्यान दिएर यहाँ दुलो पारेको छौ हैन। यो यहाँ दुलो पार्नु स्टियरिङको यो होल्डरलाई यहाँ दुलो पार्नु यहाँ दुलो पार्नु यहाँ दुलो पार्नु 3 ठाउँ दुलो पार्दा के फरक हुन्छ भन त मलाई एकचोटि। यहाँबाट धेरै फोर्स लगाउनु पर्दैन जति नजिक गरे यहाँ हैन यसको त्यति नै धेरै जाँगर लाउनु पर्छ। गुड जाँगर लाउनु पर्छ भनेपछि यसलाई तिमीहरूले यतातिर पारेका पनि त हुन्थ्यो नि हैन। ठिक छ यति माथि लग्यो भने तिमीहरूको यो यसको चाहिँ डिस्टेन्स यति छोटो भन्दाखेरि लामो डिस्टेन्समा तिमीहरूले होल्ड गरेको थियो भने तिमीहरूको स्ट्रेनिङ एकदम हलुका हुन्थ्यो क्या स्याट काटिन्थ्यो। ठिक छ त्यो चाहिँ अब न्युटनको थर्ड ल भन्छ नि हैन थाहा छ नि। ल तिमीहरूको ल यो चाहिँ तिमीहरूको फल्ट यहाँ एउटा ठिक छ चुचोमा बनाउने एक नम्बर मान्यौ। अब यति स्पेस छ नि तिमीहरूले स्पेस हुँदा अलिकति माथिसम्म गऱ्यो भने स्ट्रेटिङ एकदम मजाले स्मुथली हल्का त्यो बल पर्दैन यस्तो वाला थियो नि त बल त लास्ट इयर त होइन पहिल्यै भने त यो हुँदैन है यस्तो अलिक राम्रो सुधार्नु पर्थ्यो मलाई भनेको थिएँ तिमीहरूले सुधारे। अनि मान्नु तपाईँले अगाडि दुलो गर्नुहुन्छ होइन यसलाई बढाएर अनि त्यो यहाँ टाँसिँदैन। अरे बाबा स्पेस यसरी निकाल्ने हो नि त प्लेट अलिक ठुलो पारेर त कसरी हुन्छ यो चाहिँ यहाँ माथि ल्याउनु पर्थ्यो ठिक छ। ल अब सुन अरू कुरा तिमीहरूको यो टायर्ड छ अब टायर्ड होइन छ नि यो अब टायर्डै भनौँ न अहिले मानिलियो एक्जस्ट टायर्ड होइन। तिमीहरूले यहाँनिर डबल एक्जस्ट खालको बोल्टहरू राख्नु पर्थ्यो किन भन त। त्यो राख्यो भनेदेखि के हुन्छ भने यो चक्काको एलाइनमेन्ट यसरी फेसलाई कतिको फङ्सनमा राख्ने दुईवटा चक्काको फङ्सन छ नि। अब चक्का मानिलो हामीलाई चाहिने भनेको चाहिँ सिधा हो नि त यस्तो राख्ने कि यस्तो राख्ने कि यस्तो राख्ने भनेको चाहिँ त्यसको एडजस्टमेन्ट चाहिँ यसले गर्छ क्या। यहाँ कस्तो खाले बुझ्यो कुरा मैले भनेको कुरा बुझ्नु पहिला यहाँ कस्तो खाले बोल्ट भन्नुभएको यहाँ डबल एक्जस्ट बोल्ट राखेको भएदेखि यहाँबाट एक्जस्ट एन्ड आउट गर्दाखेरि तिमीहरूले यसको लेन्थ यता ओर पर गर्न सक्थ्यो होइन इन आउट गर्नु मिल्थ्यो। ओहो यो त अनि कहाँ अनि योभन्दा गहिरो पो पठाइदिएछ त यार। छैन तपाईँले फोन गर्नु भएर छ फोन गरिसकेपछि ठ्याक्कै मिनट पठाइदियो भने ल एकछिन यसलाई ध्यान दिउँ यसो गरौँ ल अलिक पेस्ट गरौँ ल। सुन है अब ध्यान दिएर त्यो एकचोटि पर्छ त्यो महँगो पर्छ। कुनै पनि काम गर्दा एकचोटि दिमाग लाएर गऱ्यो भने नि दुःख हुँदैन क्या। यति गरेको भए तिमीहरूको आवश्यकता अनुसार यो हामीलाई खासमा कुद्दाखेरि सिधा चाहिन्छ नि त अगाडि पछि चक्का होइन यस्तो भइरहेको चक्का। अनि हामीले हरेकचोटि घरि काटेर तान्छ घरि काटेर जोड्छ त्यो चाहिँ दुःख पाउने मेल हो क्या। एकैचोटि फुल एन्ड फिनिसिङमा दुईपट्टि एडजस्टेबल नटबोल्ट राखेको भए तिमीहरूले ठ्याक्क कतिमा राख्ने यो होइन त्यहाँदेखि यसले टक्क डबल एक्जस्ट गरेर टाइट गरेपछि यो हाम्रो आवश्यकता अनुसार हामीले यसलाई फ्याँ पार्नु सक्थ्यो। कुरो बुझ्यो कि बुझेन ध्यान दिएर सुनौँ यो कुरा चाहिँ फेरि चाहिँ म भन्दिनँ आएर टक्कु दुखिसक्यो मैले। अनि कस्तो भन्दाखेरि त्यो कुरा स्पष्ट भयो नि होइन त्यसमा चाहिँ हामीले यहाँ पनि राख्ने एड्रेस यहाँ पनि राख्ने यहाँ पनि सबैतिर एड्रेस राख्ने 4 ठाउँमा राख्यो भने हामीले आवश्यकता अनुसार जहाँबाट पनि गर्न सक्यो नि त एड्रेस गर्न सक्यो होइन। यताबाट पनि गर्दा पनि भयो यताबाट गर्दा पनि भयो डबल एक्जस्ट राख्ने अनि ट्याक्क फुल टाइट गरिदिने गरेपछि हाम्रो यो कुन फङ्सनमा राख्ने भन्ने कुरा क्लियर आयो थियो हो। यो कुरा बुझेन तिमीहरूले दुःखै गर्नु पर्दैन नि त। अब यो यता काट्यो उता काट्यो र जस्तो यो वेल्ड गर्दाखेरि तिमीहरूको यो भित्र फुल फिनिसिङ छ कि छैन भनेर फाइनली चेक गर्नुपर्छ। यसलाई हिर्काएर चेक गरेर अझै घोटेर निकालेर होइन घोटेर निकालेर ब्यालेन्स मिलाएर निकालेर मजाले वेल्ड गरेर गऱ्यो भने किनभने सबै कुरा यहीँ अडेको हुन्छ क्या। लास्ट इयर प्रजाले उहाँ घारीमा छिरायो नि यो चुट्टिएर हो नि त एकपट्टिको अनि वेल्डिङ गरेको त यसरी माटो टास जस्तो गरेको रहेछ कहाँबाट हुन्छ नि यो चाहिँ मैले नै गरेको ठिक छ जल्दै गरे पनि अब त्यस्तो गल्ती फेरि नहोस् होइन। यो मजाले फिनिसिङ गरेर दामी वेल्डिङ गर्ने ठिक छ त्यो कुरा त क्लियर भयो नि होइन। र अब अर्को कुरै तिमीहरूको यहाँ हेर त यहीँ पुरा यस्तो भइरहेछ यहाँ यस्तो क्या हलिरहेछ यो अति भन्दा पनि अति चाहिँ हेर त के हो यो वाट इज दिस त्यसलाई अब कसरी बनाउनु अब सुन ओभरकम गर्नु अब के गर्ने भन्ने पछाडि यसलाई तिमीहरूले
साइजको वासरहरू पाउँछ हार्डवेयरमा होइन त्यो वासरलाई यसरी एउटा लिएर यहाँबाट डबल एक्सेस गरेर ठ्याक्क यो ठिक्क दुलो छिर्ने खालको वासर टाइट यसलाई वेल्ड गर्ने होइन वेल्ड गरेपछि भरसक अझै योभन्दा नट ठुलो लगाउनुपर्छ किनभने अति सानो भयो त्यो भाइब्रेट हुँदाखेरि भाँचिनु पनि सक्छ सकेसम्म सेफ्टी भन्ने त फर्स्ट प्रायोरिटी हो नि त अनि त्यसैले गर्दाखेरि यो अलिक ठुलो मोटरले नट ल्याउने यहाँ पनि डबल एक्सेस ट्याक्क हाल्ने डबल एक्सेस आउनु त आउँछ नि सबैलाई होइन भनेको दुईवटा नट हुन्छ मुनि एउटाले रेन्चीले समातेर माथि फुल टाइट गरेपछि त्यो फुल हो यस्तो खालको गर्ने यो गरेको यो यस्तोले गर्ने यहाँ मुनि समाएर फुल टाइट गरेर त्यो नट के हुन्छ भने बाथी पनि आउँदैन तल पनि जाँदैन अनि जति प्ले हुनु पनि त्यो अनुसारले ब्यालेन्सले मिल्छ ठिक छ पुरा बुझ्यो होइन अब अर्को कुरो के छ भन्दा तिमीहरूको यो छ नि यस्तो भएर चाहिँ पुरा यस्तो हल्लिरहेको छ क्या अनि यो चाहिँ कस्तो भन्दाखेरि गाडी चाहिँ ड्राइभरको बसमा कुद्नु पर्ने हो आफ्नै बसमा कुद्छ तर चाहिँ गाडीले ड्राइभरलाई यसको बसमा कुदाउँदैछ के होइन त्यही हिसाबले गर्दाखेरि यो यत्रो फल्स छ कि त यो सेम साइजको बुस्ट बनाउनु पर्थ्यो अन्त एनजिपी नाइलो ग्रिप पनि कटिङ गरेर हाल्दा पनि हुन्छ होइन पुरा बुझ्यौ नि अनि यो सेम साइजको यसरी फल्स हुनु हुँदैन यो यस्तो भइरहेको छ ठिक छ पुरा बुझ्यौ है अनि यो तिमीहरूको चक्का उठ्नुको मतलब यो यस्तो भएर जान्छ अनि माथि उठ्छ अनि यो भएपछि स्टियरिङ राम्रो काटिँदैन फ्रिक्सन ज्यादा हुन्छ स्पिड कम हुँदैन एकखेर स्पिड ज्यादा हुँदैन फ्रिक्सन हुनु बित्तिकै बढी हुनु बित्तिकै के हुन्छ स्पिड घट्छ हो कि होइन फ्लुन्सली स्मुथली जानु पऱ्यो नि त अब एक त हाम्रो यो नै यस्तो छ यो अब ग्रिप सिस्टम पनि यस्तो छ अब त्यो हिसाबले गर्दाखेरि यस्तो छ फल्स कुरा बुझ्यौ नि मैले भनेको कुरा तिमीहरूले यति काम चाहिँ एट फर्स्ट यो गर अहिले नै माथि आइसक्यो यो रात गर्ने पालले मिलाउनु पर्यो हैन पाल मिलाउनु पर्यो मैले यतिसँग भन्ने बुझेन यो एडजस्ट गर्ने ठाउँ बनाओ होइन यो गर्दाखेरि यसको चाहिँ एलाइनमेन्ट ठ्याक्क ओरेर पराङ ठ्याक्क ठाउँ ब्यालेन्स मिल्छ क्या अब जहाँबाट एडजस्ट यहाँबाट भयो भने त ठिक्क जति हामीलाई चाहिने त्यो अनुसारमा ब्यालेन्स मिलायो भने ठ्याक्क फुल टाइट गरिदिने अनि फिट सेट गरिदिने अनि यस्तो त ठाउँहरूमा पनि गोलो गोलो वासर पाउँछ ठिक छ यो तिमीले पत्ती काटेर हालेको रहेछ योभन्दा वासर पाउँछ पातलो पातलो योभन्दा पातलो वासर पाउँछ योभन्दा पातलो वासर भयो भने के हुन्छ भने फल्स कम हुने बित्तिकै स्टियरिङ स्मुथ जान्छ यो त अलिक बाक्लो भयो चाहिँ माथि आयो नि त पातलो वासर स्याट भयो भने चिप्पु जस्तो वासर हुन्छ पाउँछ त्यो अनि त्यो चाहिँ हल्का स्याट काटिन्छ अनि मोस्टली चाहिँ यिनीहरू वेल्ड गर्दा चाहिँ एकदम ध्यान दिएर गर्नुपर्छ है किन भन्दाखेरि यो बोक्रे वेल्डिङ पनि भएको हुनसक्छ बाहिर मात्र वेल्डिङ भयो भने त के हुन्छ फाँसे खुस्क्यो भने त गयो वेल्डिङ गर्न नि त्यो कम्प्लिकेटेडै कुरा हो अनि अब यो छ नि यो तिमीहरूले यस्तो जसले वेल्डिङ गरे पनि यो छ अब होइन मान्छे एउटा त्यसले एउटा ठेटा हेरेको भने अब यो खै त यो थ्रेड बिग्रियो भने तनाव होइन यो छ नि माली बोक्राई तिमीले कति राम्रो वेल्डिङ गर्नु थाहा हुन्छ खोइ त यहाँ वेल्डिङ भएको छ जोडेको छ है खोइ जोडेकै छैन अनि औषधि त शरीरभित्र बोलाउनु पर्यो त यताबाट कपडाबाट यता फर्केर झारिदियो भने औषधि हुन्छ त हो कि होइन वेल्डिङ नै भएको छैन हो कि होइन भन त अब यस्तो यतापट्टि अब यहाँ हेर यो छ यसरी यहाँ थाहा हुन्छ भनेपछि सानो त्यो वेल्डिङ गर्ने त्यो हिर्काउने मातल होला नि त्यो खासमा यसको चाहिँ भित्रपट्टि छ नि यो बाहिरको लेयर भन्दाखेरि पनि यो भित्रकोले समाउनुपर्छ कि यो चाहिँ समायो भने चाहिँ वेल्डिङ भयो होइन यो बाहिर त यो छ नि यो त यसरी ठोटो हिर्काउन गइहाल्छ यसले चाहिँ वेल्डिङ भएको हुँदैन के अनि वेल्डिङ गर्दै पछि हिर्काउँदै हेर्ने खोइ त यहाँ बाहिर चाहिँ खोइ त छ त यहाँ वेल्डिङ छ वेल्डिङै छैन यहाँ पनि सानो बोल्ट हालेछ कि जस्तो लाग्यो होइन त्यही भएर त्यो प्लेस अनि यो फुस्किहाल्छ धेरै प्लेस छ नि त होइन अनि कुदाउँदा फुस्कियो भने त के हुन्छ थाहै होला योभन्दा मोटो बोल्ट पनि चाहिन्छ होइन गयल बेस पानीमा त्यस्तै कुराहरू मोस्ट इम्पोर्टेन्ट चाहिँ तिमीहरूले यति काम चाहिँ सुरुमा गर होइन अनि त्यो भए पछाडि यो ब्यालेन्समा बस्यो भनेदेखि ठ्याक्कै त्यो अनुसार त्यो लाइन पनि मिल्छ यो बनाउनु पर्छ कुरा बुझ्यो द्याट सिट ल उता भिडौँ ल खोइ कारबाट ल्याइसक्यो त्यसको हामीसँग पेस्टहरू त छैन यहाँ